लुत्रुक लुत्रुक्ने। अब हामी चाहिँ आजको ड्रागन बोट फेस्टिभलमा चाहिँ हामी घुम्न गएको हेन्लिङतिर। राम्रो जग्गा छ अरे भनेको सुनेर अब चाहिँ हामी यहाँबाट बस चढेर हामी जान्छौँ ल। हामी चाहिँ यहाँबाट ओभर ट्याक्सी चढेर जान लागेको ठाउँको नाम त अप्ठ्यारो छ, वहाँ गएर तपाईँहरूलाई देखाउँछु ल कस्तो हुन्छ भनेर। यहाँ चाहिँ 5 सिटे ओभर ट्याक्सीमा मगाएर हामी जानु भएको। ल ल ल खोइ कता दुख्ने छ भने अगाडि बस्दा हुन्छ। अब यहाँबाट निस्केर हामी कहाँ जाने अरे? ओहो कति दामी हो के? ए तँलाई त्यो त आई डोन्ट नो। के को म बतेन फाउ बते हो। अरे छोडेछ त्यही गाडीमा। पौडी खेल्ने जग्गा नि छ कि के हो तल? पानी चाहिँ छ, पौडी खेल्ने चाहिँ होइन। हामी जाने खासमा यतादेखि उँभो जाने हो कि उँधो जाने हो? मुनि जाने होइन अरे। वासरुम त नजाने म चाहिँ। एन्डी सिन्डी हो, यहाँ ड्याम पनि रहेछ। हामी चाहिँ तर यता जाने हो अब। यो चाहिँ गाउँ जस्तो रहेछ, तर वेदर एकदम राम्रो भएर एकदम रमाइलो छ आजको दिन। यत्रो टाढो त आउँदैन होला हौ कोही पनि। यही हो त रुख त फेमस भनेको त, उँधो उँधो होला नि। हिँड्न यही हो रुख त खासमा। होइन हौ, चराहरूलाई खुवाउनु पाउँदैन भनेको हो क्या। यो रुखको नि कलर चेन्ज हुन्छ पछि गएर, रातो हुँदो रहेछ। खोइ कहाँ आयो त उनीहरू त आएन। कहाँ हो त यतै त ऊ पर पुगिसकेको छ।
ले ल नि त्यो त चाहिँ म ठाउँछु यहाँबाट राम्रो हुँदैन किराले खायो अग्लो हो चाहिँ दुईटामा खिच्दै ल कता अग्लो हुन्छ 0.1 तर कसमा म त 0 उयसमा यतापट्टि 1 मा ठिक छ होला एकमै त छ नि ल ल त्यसो अग्लोमा हैन त अग्लोमा नराम्रो आउँछ होला होस् तर पनि तै बरु तै खिच्न नै के ल अब यो खिच्दे हो तै के तै गर्छ यता आएर है कहाँ त्यो हाई कराउने पानी हेर त्यो पानी तानी गरे ल ल यहाँ बसेर ओ औस ओ यो फोटो खिच्दै गरेको मान्छे खिच्ने दामी खिच्दिन त फेरि दसरा लोला भन्छ ल छै त यस्तो ल यस्तो गर्नु पर्यो छ है त्यस्तो अरे ल यो रुखहरू हर्रमा हिँड्छ हर्रमा खुट्टा त्यो छतरी चाहिँ कत्रो बोकेको हो के गर्नु बोकेको यस्तो गरेर ल ल भयो अहिले अब हिँडिरहेको खिच्दै एउटा दुईटा ऊ सर्पको मकै आइज हो हिँड्दै ल ले चित्त बुझिस्छ छैन अब यहाँको फेमस रुख चाहिँ यही हो हर्र परेको हर्र भन्दा सर्पको मकैहरू पो हर्र रहेछ यहाँ त सर्पाको मकै हर्र ए यो त के को यो त नि खासमा फलहरू पनि फलेछ त नि के को फल रहेछ त यो यस्तो दाना दाना फलेछ त फेमस रुख चाहिँ यही हो दाना दाना फलेछ हर्र भइरहेछ अरे फोन मरे नि उठाउँदैन भन्छ दाना दाना फलेछ ए डु नट इन्टर द वाटर भनेर लेखेको रहेछ पक्काइ पनि यो पानी चाहिँ ठिक छैन जस्तो छ अरे कति धेरै अलैँची यो फल्ने होइन अलैँची त होइन रहेछ यो त कस्तो राम्रो फुल एभ्रिवानहरु ल हिँड त बाबु हो किरा फट्याङ्ग्राले खायो अब हामी घर जानुपर्छ कि कहाँ जानुपर्छ अरे अब
फोनको धनीलाई म टेनको म गर्छु नि मलाई नि छ नि जानेछु नि मैले के मेरो पालो यस्तो गरेको ए तर थोरै छ झुलाइले यो चाहिँ के को फुल रहेछ हौ राम्रो छ छिटो हिँड न हौ हाइकिङ हिँड्ने हाइकरहरू हामीलाई के साह्रो भिडियो गरिन्छ ल बस पछाडि के साह्रो अल्याङ टल्याङ हो कसरी गर्दो रहेछ हेर्नु पर्यो म पनि ए हर्रै भाग्नु अरे हिँड ल ल ल ए फुल त कता पो ओइराउँछ आफ्नो टाउकोमा फुल हाल्नु भने आयो ठिक छ त ला ऊ त्यसरी बोकेर हिँड्नुपर्छ टुङ 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 हिँड्दैछ नि हाइकिङ नै हिँडेको नि ए ल्याऊ अगाडि त मोडलहरू हिँडिरहेको छ हाम्रो फिल्मको नाम छ खासमा के भन्छ है क्याम्प साइट भन्छ त क्याम्प बस्न आउनुपर्ने चाहिँ मिनी बस्छ साइड ए अनि यो भैलुङ भैलुङ गर्ने को भविष्यको पाल्नदारहरू ए अलैँचीको प्रजाति रहेछ एक प्रजाति अलैँची होइन र हुनु त हो तर अलैँची नै चाहिँ होइन अलैँची होइन हौ सर्ट हाइकबाट फर्किएको के लगाइदिएको थियो यो चाहिँ भुन्टी चाहिँ जङ्गलको परी हो ल ल ल फ्लावर सिउलेर हिँडेको हिँड 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 कता हो अर्किडको रनिङ 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 कहाँ 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 नै नै हिँड्यो भविष्यको कर्णधारहरू ल ल ल ल हामी चाहिँ यहाँबाट यहाँ आएर के गरेर देखाएको नि अघि यस्तो गरेर फर्किगएको पीडा छ हजुर यताबाट हामी यसरी जाँदैछौँ फर्केर घुमेर अलिकति सानो रहेछ हाइक चाहिँ तर एकदम वेदर चाहिँ दामी भएको कारणले चाहिँ एकदम रमाइलो नै भयो यो चाहिँ पिबिक्यू स्पोर्ट एरिया रहेछ यस्तो यहाँनिर यहाँ आएर यस्तो इन्जोय गरे पनि नो प्रब्लम दामी छ है तर खै त पानी चाहिँ कता पानी चाहिँ घरैबाट बोकेर लिएर आउनुपर्ने अवस्था त्यही त होला तर आयो भने चाहिँ वर्थ इट नै छ जोस् राम्रो छ के हो हाँसहरू
जङ्गली जनावरहरूलाई ए यहाँ पानी छ कि क्या हो पानीभित्र चाहिँ नबस्नु भन्दो रहेछ हो यहाँनिर पानी चाहिँ दलदले हिलो टाइपको भएर अब हामी चाहिँ फर्किएको अब सबैजना जाँदैछौँ त्यहाँनिर गएको यो चाहिँ पछि वेदर चेन्ज भएसँगै यो रुखको पातहरू पनि चेन्ज हुन्छ अरे गयौँ अब हामी गयौँ ओह्राली झऱ्यौँ यो चाहिँ के हो यो पनि एक डिजाइन नै हो भनेर देखाएको रहेछ कि क्या हो यहाँ पहिला मान्छेहरू बसेर पोर्ट्रेट गर भन्दै होइन क्या उ तिनीहरू के त्यसको देखाएको हो यो चाहिँ यहाँ चाहिँ आएर त्यो फोटो खिच्नेहरू छ नि पुरा चढेर गरेर चाहिँ ए सर्प जस्तो रुख देखेर चाहिँ त्यहाँनिर त्यो खिच्यो मान्छेले अनि त्यसलाई चाहिँ अब त्यस्तो साह्रो नगर्नु प्रोटेक्ट गर्नु भनेर भने रहेछ कुरा त बुझ्यो अन्त खासमा यस्तो हुने रहेछ यो रुख चाहिँ भोलि पर्सि चेन्ज भएर होइन यो पानी त यस्तो दामी भयो त यस्तो नभए पनि यस्तो चाहिँ हुन्छ कि होइन तर यो पानी भोरी चाहिँ हुनु पर्यो नि त पहाड त्यतिखेर त भर्छ अरे के त्यति भर्छ अरे ए अन्त अब यहाँ त्यो भएको बेलामा चाहिँ आउनु पर्यो ए त्यही त यो हो खासमा चाहिँ ए हिँड्ने जग्गा नि रहेछ एकछिन भयो भने कति छ कति किलोमिटर हिँड्नु पर्छ अरे हौ लेखेको छ यसरी गर्ने रहेछ यसरी जाने रहेछ 4.4 भनेछ 4.4 छ 2 घण्टा रहेछ उसको जानु भएन त्यो चिङीदेखि माथि के त्यो माथिबाट हेर्छ नि त्यो चिङी ब्रिजहरू के हो र अनि एउटा के हो एउटा माथि पुलको तल ब्रिज जस्तो नि रहेछ नि किन मान्छे कता हो कहाँ हो त्यो त संस्कृति लिएर लकसक त खोल्छ होला भन्छ अहिलेसम्म त हेर्छ भयो मोबाइल भएको थाहा हुन्छ कि उसलाई थाहा भएपछि 1 घण्टा प्लस भइसक्यो अनि ठिकै छ सामसी पुगेको छैन नि त सामसी पुगेको छैन तर त्यो फोनहरु त पैसा महँगो पर्दैन रहेछ त नि के आज हाम्रो मिनी हाइकिङ चाहिँ हामी स्टार फेरीमा आएर भिजिट गरेर इन्ड गर्नको लागि रेडी छौँ स्टार फेरीमा नाइट भ्यू हेर्न आएको अनि यहाँ चाहिँ स्टार फेरीमा चाहिँ अझै भोलि चाहिँ नाइट भ्यू हेर्दै घुम्नेवाला बोट लाग्ने सिस्टमले चलेको छ यो रमाइलो नै हुन्छ होला म त ट्राई त गरेको छैन यसमा अन्त हेर्दाखेरि चाहिँ राम्रो देखिन्छ 45 मिनट्स जति चाहिँ घुम्न राखेर घुमाउँछ अरे घुमाउनु चाहिँ ट्राई गर्नु पर्ला मान्छेले बार्गेनिङ गरिरहेको जस्तो देखिन्छ हेर्दैन बोजूहरू यहाँ टिकट बेच्दैछ
पनि पऱ्यो